हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आजको भिडियोमा छोटो मिठो बनाउनेवाला छु। अनि मसँग छ आज चाहिँ बासी भात, अनि आजबाट बासी तरकारी। अनि म चाहिँ यस्तो राति भात खानु, अनि मलाई बिहान बिहान यस्तो बासी भात खाने क्रेभिङ हुन्छ होइन, किनभने आज चाहिँ खत्रै पानी परेको थियो। अघि बिहान पनि आउँछ अलिकति त्यो हो मेरो छोरी, जसलाई उठ्ने बित्तिकै चिया चाहिन्छ। पिचुकी हो कि मेरो पिचुकी, चिया चाहिँ बनिँदै पनि राखिदिनुपर्छ है सानो। अब सक्यो है, हस् यस्तो पनि सबै डल्लै उसाने। बिहान बिहान के खाएको भनेर नभन्नु होला गाइजहरू, त्यस्तै छ आफ्नो बानी। ओइ तरकारी तताएको त चिसै रहेछ नि त। खान्छौ तिमी? रातैभरि लाइन गएको क्या आज, फेरि फ्रिज पनि चलाउनु त चलाएको। मैले चाहिँ घिउसँग बुझाएको थिएँ, घिउसँग। छैन apa yang jauh? Yes. Apa yang jauh? Ini kan tahu di rumah. Kita ini pada kita kan tahu kita bola deh. Kita bola lah ni bisa. Aja kan ni? Hi guys. Aja kan ni mam? Malai? Mami aja tu. Nanda udah dalam pada mana tak? Hello guys. Kan pandai rosak. हिजो यसमा भेडी पनि हालेको थियो कि, कस्तो मिठो भएछ कि भेडी हालेको। सानो जानुहोस् न पानी लिएर आउनुहोस्। यो पानी ल्याइदिनु न सानो मम्मीले लाउनु। बस्छमा पानी लिएर आउँछस्, गाईजहरूसँग बोल्दै बस्छ न।
जहिले भात पनि गयो जस्तो फिल भइरहेको मलाई अहिले चाहिँ। त्यो चाहिँ भात धेरै खान्छ जस्तो हुन्छ। के सानो अबे भइसक्यो के पाकिसक्यो अब। भइस नि यार मम्मीलाई भातै बेत्ती खान्छु म टाइगर। आज चाहिँ लाइन दिनै भएर आउँदैन जस्तो छ क्या। किन यहीँ छु त मम्मी। गाइस मैले फाइनली सकेँ। तपाईँलाई लाग्छ होला अहिले कस्तो गरेर खायो भने पनि कसम मलाई त लाज भयो, अमन भयो हुन्छ जस्तै भइसक्यो धेरै भएर भात। अहिले मैले हिजो आएदेखि फ्रिजको पानी खानु लाग्यो। सो गाइस म त मेरो भिडियो यहीँ गर्छु। के भयो भिडियो त मुखबाङ भयो कि के भयो। सो गाइस सबैजना राम्रोसँग बस्नु होला। ल बाई बाई गर्छु गाइसलाई।